Hi guys, welcome back to my mini vlog. आज चाहिँ म जाँदैछु तापजोङ लेक अनि अहिले चाहिँ म जाँदैछु साथीहरूको रुममा। कि साथीहरू चाहिँ माथि छन्, हेरौँ है त के गर्दैछन्। यिनीहरू चाहिँ रेडी भएकै छैनन् होला कि रेडी भइसके। रेडी साथीहरू चाहिँ दाजु रेडी भइसकेको रहेछ। लेट्स सी अरू साथीहरू। त्यहाँदेखि यिनीहरू चाहिँ फेरि रेडी नै भएको रहेनन् त। दिदी पनि रेडी भइसक्नु भएको। चलो छिटो निस्किनु। हाई गाइज, हामी चाहिँ फाइनली निस्किसकेका छौँ। आजको हाम्रो यात्रा रहेको छ कहाँसम्म भन त? पुलसम्म। तापजोङ भन्ने ब्रिजसँग। थापजोङ हो कि तापजोङ के जङ? खै के जङ हो त्यो जङसँगको लेकसँग, तापजोङ लेकसँग। लेकसम्म जो हो हामी चाहिँ। अनि 1.5 घन्टा वकिङ डिस्टेन्स देखाइरहेको थियो। साथीहरूले हेर्दै थियो, हेर्ने साथीहरू त्यहाँ पछाडि छ। अब पुग्छौँ कि पुग्दैन थाहा भएन। पुग्यौँ भने चाहिँ आउँछ, पुगेनौँ भने पनि आउन सक्छ। ल के कस्तो साथी? हामी अवश्य पुग्नेछौँ, एक दिन जरुर पुग्नेछौँ। उतै हाम्रो युनिभर्सिटीको बसले लग्यो। को नाम चाहिँ थापजोङ रहेछ। अनि हामी चाहिँ अब हावाले क्या हान्थ्यो अम्म दामी हान्थ्यो नि त हावाले। अनि हामी चाहिँ हिँड्दैछौँ, पुग्छौँ होला सायद, आशा छ। अब हामी 1.5 घन्टा हिँड्छौँ, हामीलाई कम्तीमा 2 घन्टा फिक्स लाग्छ। 2 घन्टा हिँडेर पुग्यौँ भने ठिकै छ, पुगेन भने फर्केर आउँछौँ। आजको यसरी नै, आजको दिन चाहिँ यसरी नै सकाउने विचारमा हो हामी। छिटो छिटो हिँड है, अब 1.5 घन्टाको बाटो चाहिँ हामी आधा घन्टामा पुग्नुपर्छ। अनि हाम्रो नेबर म्यापको के भन्छ है, गाइडहरू अगाडि छन्। भेट्यौँ नि भेट्न त लोकेसन आज। हिजै खोजेर ठिक्क पारेको थियो। बस कार्ड भरेर जानुपर्छ। छ्यात्तो चाहिँ बस कार्ड रिचार्ज गर्न थियो। त्यसपछि हामी यहाँ आयौँ अनि हामीले पेप्सी लग्ने विचार गर्दैछौँ। हाम्रो नेभिगेटरहरू पनि आफै कन्फ्युज भइसक्नु भएको छ। यताउता फर्किँदै जाँदै हुनुहुन्छ। विच वे गाइज, विच वे के फुल। फोटो खिच्नको लागि स्ट्रगल हुँदैछ। कहाँ जुम गरेर म देखाउँछु यहाँ। ल यो चाहिँ यताको ट्र्याक्टर हो है। यहाँ चाहिँ पुरा सिसाहरू लगाएर राखेको हुँदो रहेछ राम्रोसँग। यो सबै टनेलहरू टाल्गिएको रहेछ। टाल्गे गाइज, यो अग्लो टावर, यहाँ मतलब टावर त होइन, यहाँ अग्लो ठाउँ भएको हाम्रो युनिभर्सिटी हो। यो हाम्रो किसुक्सा हो, होस्टेल हो यो। हामी यहाँ बस्ने। यो हाम्रो यो टुप्पी देखेको यो लाइब्रेरी हो। यो अरू बिल्डिङहरू यतापट्टि छ हाम्रो एडमिनिस्ट्रेसनको बिल्डिङ चाहिँ। अनि हामी छौँ यहाँ। हामी यहाँ दियो यतापत्ता जाँदैछौँ। यहाँ पर खै त्यो चाहिँ चेरी अरे, खै कस्तो खालको चेरी हो। मोबाइलले त अलिक राम्रो देखिँदो रहेछ। आँखाले ठिकै छ, त्यस्तो बवाल पनि छैन। हामी चाहिँ ठ्याक्कै 1 घन्टा हिँडेर अनि फर्स्ट बिसाउने बसिसकेको छौँ। दिस इज आवर फर्स्ट बिसाउने। अब हामी लगभग 1 घन्टामा त फिक्स पुग्छौँ। थापजोङ हो भन्ने रहेछ। आइपुग्यौँ हामी। ठ्याक्कै चाहिँ पुगिसकेको छैनौँ, तर लगभग चाहिँ आइपुग्यौँ भन्ने हामीले अनुमान गरेका छौँ। भ्यू हेर्न सक्नुहुन्छ कति राम्रो देखेको छ। यो चाहिँ कोरियाको लागि बिग माउन्टेन्स अरे, माउन्टेन्स। हाम्रो लागि चाहिँ टापुहरू हो भने उहाँहरूको लागि चाहिँ माउन्टेन्स अरे। यो हरेक माउन्टेन्सहरूको फेरि नाम छ यहाँनिर। फाइनली दिस इज लेक, तापजोङ हो लेक। 2x मा रहेछ नि त। यो चाहिँ लेक, यो चाहिँ ब्रिज हो। लेकको पानी चाहिँ हरियो रहेछ।
चाहिँ ठ्याक्क 1.5 घन्टामा हामी आइसकेको छौँ बटन खोल्नु पर्यो साथी कस्तो लाग्यो त नि एकदम राम्रो बाबा, हरियाली हरियाली चाहिँ छैन हौ निलो अनि हरियो छ नि हरियाली हुने बेलै भएको छैन भर्खरै स्प्रिङ तिमीहरूलाई कस्तो लाग्यो राम्रै लाग्यो एकदम राम्रो छ हाम्रो बेगनास ताल जस्तै छ नेचुरल लाग्यो राम्रो नेचुरल ठाउँमा आएपछि नेचुरल लागिहाल्छ यहाँनिर छ फेरि अर्को के अरे यो माउन्टेन थोरै माटोको ढिकालाई पनि माउन्टेन भन्छ माउन्टेन भन्छन् त्यसलाई पनि माउन्टेन भन्छन् सो हामी पनि भन्दैछौँ माउन्टेन यहाँनिर चाहिँ चेरीहरू छ फुल्नलाई रेडी भएको छ यहाँपट्टितिर चाहिँ फुलेको पनि अब हामी जाने भनेको चाहिँ त्यो पुलमा हो त्यो सेतो देखिँदैछ नि पुल अनि यहाँनिर चाहिँ गीत आफै बजाइँदो रहेछ गीत चाहिँ यसबाट आफै बज्दो रहेछ यहाँनिर यहाँ काम बजिरह ए पृथ्वीनारायण शाह यो चाहिँ होइन पृथ्वीनारायण शाह जत्तिकै देखिने चाहिँ यहाँनिर देखिरहेको थियौँ हामीले यहाँबाट चाहिँ देख्दो रहेछ ए यो चाहिँ हाम्रो खिसुक्सादेखि पुरै राति पुलमा बत्ती बल्छ अनि मजाले देखिन्छ यहाँबाट हाम्रो खिसुक्सा पनि मजाले देखिँदो रहेछ यहाँनिर देखिँदैछ यहाँबाटै त्यो मेरो क्यामेरा हुँदैन क्या यहाँनिर देखिँदैछ यो छेउमा सेतो बिल्डिङ देखेको हाम्रै कलेज एरिया हो अनि हामीले त्यहाँबाट मजाले देख्थ्यौँ यो राति अनि खोजेर सर्च गरेर अनि हामी जे होस् आइपुग्यौँ चाहिँ यस्तरी बल्छ क्या यो त फाउन्टेन हो ऊ नै बल्छ के भन्छ यहाँ पछाडिको ऊ पनि बल्छ अनि यो फाउन्टेन पनि बलेर देखिन्छ बज्दो रहेछ क्या मजाले मान्छेहरू आउँदाखेरि यहाँ छ चेरीको रुखहरू यहाँ फुलिरहेको छ मजाले नि कहाँ हिँडेको तिमी बुझ्ने यता भर्खा भर्खा हामीलाई चाहिँ त्यहाँ बसेको ठाउँदेखि यो पुल आउनको लागि लगभग आधी घन्टा लागिसकेको छ अझै पुगेका छैनौँ हामी टाढा रहेछौँ एक फङ्का पुरै रोटी बनाइसक्यौँ फुलहरू यस्तरी मजाले राखिदिएको छ टाइप यो अर्को टाइप्सको हियर इज अनदर टाइप्स हेयर इज द सेम टाइप्स अनि मेरो साथी गऱ्यो अरे लास्टै उही हो 3 घन्टाको बाटो भए पनि हेरेर आउने भन्ने चाहिँ तर जे होस् केटीले ल्यायो है ल्याउन चाहिँ ल्यायो हामी खुसी छौँ हिजोसम्म ट्रस्ट इस्यु थियो आज चाहिँ छैन अझै पनि पुल पुगेको छैनौँ त्यहाँदेखि हो पुल जाने बाटो चाहिँ पुल पारी जाने हो हामी चाहिँ पुल पुग्नुभन्दा अगाडि नै फोटो सेसन स्टार्ट गरेर फेरि आधा घन्टा हाम्रो यहीँ बितिसकेको अवस्था हामी खासै पुलमा पुग्छौँ जस्तो छैन सृजना घाम आयो यो एङ्गलमा कताबाट कस्तो राम्रो ब्राइटनेस आएको थियो खोइ कताबाट ब्राइटनेस आएको थियो गयो फेरि अन द वे टु पुलमा जाने बाटो के गीत कस्तो राम्रो गाउँदै हुनुहुन्छ हेर ज्वाइँको याद आएको बहिनीलाई नारायणको याद आएको के गर्नुपर्ने रहेछ साथी हो र खिच्देऊ साथीको नि लेक त ठुलो रहेछ नि रहेछ ठुलो रहेछ लेक चाहिँ होस् म भाँडु अरे क्या चाहिँ दामी दामी पोजहरू रहेछ कोमल माथि गर न एल्बो उठाउन एल्बो वाउ व्हाट अ पोज गाइस यस हाम्रो चाहिँ फोटो सकिसकेपछि अब हाम्रो वाइ ब्रेक हो हाम्रो चाहिँ नेपालको वाइ ब्रेक हाम्रो करेन्ट हो यसको करेन्ट ब्रेक हो यता अर्को भेजी ब्रेक 2 PM वाइ अनि खोइ हाम्रो पेप्सी नमस्ते म पेप्सी वाली भन्नुपर्थ्यो नमस्ते म पेप्सी वाली तिमी म करेन्ट वाली स्प्राइट वाला तिमी नमस्ते म सोडा वाली तिमी नमस्ते हामी वाइ वाली म चाहिँ क्यामेरा वाली पुलमा चाहिँ तल यसरी दुलो रह पुरै ट्रान्सप्यारेन्ट रहेछ यस्तो रह जाऊ न लु जाऊ तिमी अगाडि जाऊ यहाँ साथीहरूलाई डर लाग्यो अरे जाऊ लु जाऊ
यो पानीमा चाहिँ कोरो हेरिराख्दाखेरि चाहिँ हामी सरिरहेको छौँ जस्तो देखिँदो रहेछ। तर अब यहाँ तपाईँहरूले देख्नुहुन्न होइन, हामीले चाहिँ त्यस्तो देखेनौँ। पुलको भ्रमण सकिसकेको छ भनेको त यता पनि छ, लेकको भ्रमण सकिसकेको छ भनेको, तर यतापट्टि पनि सरेछ फेरि हेर न। यहाँ पनि पुल चाहिँ सक्यो। पुल तरेर आइसक्यौँ, रिमेनिङ भागहरू त अझै रहेछ। अब हामी यतैबाट घुम्दै 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 जान्छौँ, घुम्दै घुम्दै रुम जान्छौँ हामीसँग हजुरहरूलाई नि हामी घुमाउने हामीसँग हामीहरूले हजुरहरूलाई पनि घुमायौँ के। घर जाउँ घर जाउँ घर जाउँ। यो हो मेरो प्राणभन्दा प्यारो, खिसुक्छा 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 90,000 तिरेर बसेको खिसुक्छा खिसुक्छा। कता गए पनि खिसुक्छा नै सोना लम्हा लम्हा मेरी राहें तन्हा तन्हा आगे मुझे तू थाम ले। अनि मंजिल मेरी देख ले रास्ता मुड़ के जाना अनि अब देख लो तेरे सामने अब हो ना हो सब कुछ मेरा तुम ही तो हो। बेपना प्यार है आजा, तेरा इंतजार है आजा। लाउले भने गीत गाऊ अर्को। अब हिँडेको कसलाई खोजेको भन न भन, कसलाई खोजेको भन न भनाए बिरानो परदेशी। अनि भन ए बिरानो परदेशी गाउँ हाम्रो पुल तिम्रो कहाँ होला, नाउ तिम्रो के हो, कुन खोला तरी जाने हो, कुन डाँडा नागी जाने हो, यही बासले पुर्याउला कि सपनाको तिम्रो घर। वाह वाह वाह, भन गरिसके छिटो गाउँ। बिरानो परदेशी। धन्यवाद। हामी चाहिँ रुम जानको लागि यहाँ बस स्टपमा आइसकेको छौँ। अब चाहिँ हामी भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ होइन त। के भन्न चाहन्छौ? बाई बाई भन्नु छ। गाडीमा जाने अब हामी। बाई, सी यू। शेयर, सब्स्क्राइब, लाइक अनि प्रेस द बेल आइकन। बाई।